सरकार बनेको 3 महिनामै देशमा चमत्कार हुनुपर्छ भनेर मैले कहिले पनि भनेको छैन। अहिले पनि मेरो धारणा उही छ, कम्तीमा 2 वर्षसम्म सरकारले आफ्नो कार्ययोजना लागू गर्ने अवसर पाउनै पर्छ। हरेक विषयमा आलोचना गरेर सरकारलाई कामै गर्न नदिने संस्कार ठिक होइन। तर यसको अर्थ सरकारले सामान्य व्यवस्थापनबाटै समाधान गर्न सकिने समस्याहरूमा पनि व्यवस्था गर्न मिल्छ भन्ने होइन। सरकार गठन भएपछि अब अफलाइन बन्द, अनलाइन खुल्ला भन्ने अभियानसँगै घरमै राहदानी पुगेको भिडियोहरू हामीले देखेका थियौँ। त्यसले जनतामा निकै आशा पनि जगाएको थियो कि अब सरकारी कार्यालयमा जाँदा वा कुनै पनि काम गर्दा सजिलो हुनेछ। तर आज राहदानी विभागको अवस्था हेर्दा फेरि उही पुरानै लाइन, उही ढिला सुस्ती र उही झन्झटिलो प्रक्रिया देखिन्छ। यति मात्र होइन, सरकारी अस्पतालमा टिकट पाउनकै लागि घन्टौँ लाइन बस्नुपर्ने, ग्यास पाउनका लागि हार गुहार गर्नुपर्ने, रोपाइँ सकिन लाग्दासम्म पनि किसानले समयमा मल नपाउने समस्या उस्तै छ। तर परिवर्तनको बाचा गरेर आएको सरकारले थोरै भए पनि यी आधारभूत विषयमा फरक अनुभूति दिन सक्नु पर्थ्यो। जनताले रातारात चमत्कार खोजेका छैनन्, उनीहरूले त केवल दैनिक जीवनमा देखिने सासाना सुधारहरू मात्रै हो। राहदानी बनाउन सहज होस्, अस्पताल जाँदा सहज होस्, ग्यासका लागि लाइन बस्न नपरोस्, किसानले समयमा नै मल पाओस् इत्यादि। म फेरि भन्छु, सरकारलाई समय दिनुपर्छ, तर साधारण परिपत्रबाटै तुरुन्तै व्यवस्थापन गर्न सकिने जनताको दैनिकीसँग जोडिएका यस्ता विषयलाई सरकारले व्यवस्था गरेर जनताको आश मार्नु चाहिँ हुँदैन। रासोपाका केही सांसदहरूले आफ्नो कार्यक्षेत्र र अधिकार बुझ्न नसक्दा उनलाई जिताएर पठाउने जनता र देशैभरिका रासोपा समर्थकले लाजले मुख छोपेर हिँड्नु परेको छ। तीमध्ये एक हुन् रासोपाबाट निर्वाचित सांसद राजुनाथ पाण्डे। उनलाई अहिलेसम्म पनि नगर प्रहरीको मातले छोडेको देखिँदैन। नगर प्रहरी हुँदा काठमाडौँका सडक पेटीका निमुखा व्यापारी उठाएको र अनाधिकृत संरचना भत्काउँदा पाएको हिरोगिरी अझै पनि उनले बिर्सन सकेको छैनन्, जसको पछिल्लो उदाहरण हो नेपाली सेनाका क्याप्टेनले हजुरका हजुर लगाएर बोलिरहेका छन् भने उनी नगर प्रहरीकै पारामा बोलिरहेका छन्। नगर प्रहरीकै पारामा बोले पनि उनले के चाहिँ बिर्सन हुँदैन थियो भने नगर प्रहरी भनेको एउटा पालिकाको सानो सुरक्षा जत्था हो र नेपाली सेना भनेको देशको सबैभन्दा ठुलो सुरक्षा निकाय हो। नेपालको संविधानले पनि नेपाली सेनालाई मन्त्री परिषदको निर्णय मार्फत राष्ट्रपतिले बाहेक कोही कसैले पनि निर्देशन दिन वा आदेश दिन मिल्दैन। तर पाण्डे सरासर पदको दुरुपयोग गर्दै आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर नेपाली सेनासँग अन्टसन्ट कुरा गरिरहेका छन्, निर्देशन दिइरहेका छन्। उनको भिडियोमा व्यापक आलोचना भएपछि सांसद पाण्डेले प्रेस विज्ञप्ति निकालेर आफूलाई बचाउने प्रयास गरेका छन्। तर उनको यो प्रेस विज्ञप्तिले उनको लाज ढाक्न सक्दैन। ल हेर्नुहोस् त, देश बनाउन रात दिन खटिएका हाम्रो मान्य सदस्यज्यूहरू आफ्नो स्थानबाट उठेर गएर त्यहाँ बोलेर फेरि आउने कि भयो, म बोल्दिनँ, भइसक्यो। एउटा कुर्सीबाट अर्को कुर्सीमा जान सक्दिनँ, बरु म बोल्दिनँ भनेर आफ्नो जिम्मेवारीबाट पन्सिएका। हे भगवान्, यस्तै देख्न रहेछ अहिलेसम्म हामीहरू बाँचिरहेको। यिनी हुन् नेपाली कङ्ग्रेसको तर्फबाट समानुपातिक सांसद बन्नुभएकी माननीय निनो कुमारी कर्ण। उनी नेपाली कङ्ग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिकी भान्जी पनि हुन्। अब नेपाली कङ्ग्रेस 2.0 ले यिनको हरकतप्रति के प्रतिक्रिया देला भनेर म चाहिँ एकदमै उत्सुकताका साथ बसिरहेको छु। तपाईँहरूलाई के लाग्छ कृपया कमेन्ट गर्न नबिर्सनु होला।